हेलो एभ्रिवान, इट्स मी सिर्जना। आज चाहिँ बिहान पानी परिरहेको थियो। असार साउन जेठ महिनामै तर बिहानमा चिया र दुध खायौँ। दिउँसोमा चाहिँ बोल्डक रामेन नुडल्स खान लगाएको झरी परेर दिन थियो नि त, अनि त्यही भएर ट्राई गर्नलाई यो चाहिँ मैले फर्स्ट टाइम पकाउँदै हो अनि पाकिरहेको छु। यो नुडल्स चाहिँ खाइरहेको नुडल्सहरू भन्दा अलिक फरक लाग्यो। देख्दामा नि स्वादमा नि बिल्कुलै फरक थियो। गुल्लो टाइपको मिठो कस्तो स्विट गुल्लो क्या, त्यसो गुल्लो नि है पिरोमा गुल्लो। हेलो, आज चाहिँ हामी घर बेसी जान लाग्यो। म चाहिँ निन्द्रामै छु, अर्थ भएको। आज चाहिँ हामी नरसिंह धाम जान लागेको। हजुरको आउनुभयो, हामी चाहिँ आज जाँदैछौँ। बिहानको टाइम भएर मान्छेहरू चाहिँ थोरै हुनुहुन्थ्यो। यस्तो दामी मर्निङ भइरहेको। आज चाहिँ हाम्रो नरसिंह धाममा नुहाएर अब चाहिँ मन्दिरतर्फ लाग्दै। हेलो, हामी चाहिँ मन्दिर दर्शन गरेर फर्क्यौँ। यहीँ टाढी आएर वैष्णवमा खाजा खायौँ।